नेपालको छिमेकी देश चीनको एउटा गाउँमा छौँ। गाउँमा आएर एउटा त्यो बनाउन लायकको एउटा के भेट्यो भन्दाखेरि यहाँको मान्छेहरू के हुन्छ, एकदम पातलो हुन्छ, स्लिम हुन्छ। किन हुन्छ भनेपछि सबैले साइकल चलाउँदो रहेछ। यो पब्लिक साइकल जसले पनि चलाउनु मिल्ने 1 घन्टाको 1 रुपियाँ 50 पैसा मात्रै काट्दो रहेछ। 1 रुपियाँ 50 पैसा भनेको नेपालको 30 रुपियाँ होइन, 1 घन्टाको। जसले पनि चलाउनु मिल्यो, जहाँ पनि रोक्दिन पाइयो यसलाई। भाइको घर कहाँ अरे? बागलुङ। बागलुङको मलमा। भाइको? हजुर मेरो चाहिँ रामेछाप घर। रामेछाप बागलुङ। बागलुङको गलकोट। गलकोट। अरे भाइ आजाऊ आज भाइ। ए भाइको पाल्पा उहाँ चाहिँ हाम्रो नेपाली एकजना बहिनी चेली हुनुहुन्छ। उहाँको चाहिँ मनाङ हेर्दैछौँ है। ल आउनु है सर, साग हेर्न। अब यो गाउँमा चाहिँ यसरी साग खेती गरिन्छ। यस्तो राम्रो भएको छ साग। यो सिपचनाहरू, सागहरू होइन, योहरू राम्रो भएको छ त साग है। एकदम राम्रो साग भएको छ। यो गान्टे मुला अनि त्यसलाई पाइछाया भन्दो रहेछ। एकदम गाउँमा आएर यस्तो गजबको। अनि सरकारले यहाँ चाहिँ एकदम राम्रो व्यवस्था चाहिँ के गरिदिएको भनेपछि यहीँनिर चाहिँ पानीको व्यवस्था, यो खेतीपाती गर्नेहरूलाई सिँचाइको व्यवस्थाको लागि ड्याम खनेर पुरा पानी ल्याइदिएर यसरी पानी भरि भराउ राखिदिएको छ। जतिखेर पनि मोटरबाट तानेर खेतमा तरकारी सागसब्जीमा हाल्न सकिने। यो मात्रै फाइदा होइन, पानीबाट उहाँहरूले के गर्नुहुन्छ भनेपछि यहाँ माछा पालन पनि छ। यो पानीमा जहाँ यहाँ पोखरी हुन्छ, जहाँ पानी हुन्छ त्यहाँ माछा हुन्छ होइन। यहाँ चाहिँ सब्जीको लागि केही दुःख छैन। साग सब्जीहरू यो सामान्य हो। यहाँ एक घरको लागि खाना अथवा केही बेच्नको लागि मात्रै गर्नुभएको छ भनेपछि यो एरियामा गर्दै हुनुहुन्छ भन्नुहुन्छ उहाँले। युयुमा मेयो उहाँले बल्छी गर्दा हुनुहुन्छ, माछा मार्दा हुनुहुन्छ। निहाओ त्यही वा। यसरी बल्छी पनि यस्तो स्टाइलको हुन्छ, स्पेरिङवाला। यहाँबाट फाल्यो भने एकदमै टाढासम्म जाने र त्यो पारीको पनि माछा मार्नको लागि परेको नि आधुनिक किसिमको बल्छी उहाँले युज गर्नुभएको छ। अनि अझै मोटरवाला बल्छी, क्यामेरावाला बल्छी, विभिन्न किसिमको हुँदो रहेछ। उहाँहरूको टेक्निक अनुसार यसरी बनाउनु भएको छ। विशेष त मैले के भन्न चाहन्छु भने नेपालीहरू पनि चाइनामा पहिला एकजना सर आउनु भएको थियो, भाग्य भाइ। उहाँले चाहिँ भिडियोमा धेरै कमेन्ट देखेँ उहाँको भिडियोमा मैले हेर्दाखेरि। नेपालमा नेपालीहरू चाइनामा छैन, के अरे काम गर्न मिल्दैन, वर्क पर्मिट भिजा लाग्दैन, अनि शरम दिँदैन भन्नुभएको थियो। उहाँहरू सबै कामदार भिजामा, विभिन्न किसिमको कामदार भिजामा, वेटर, बारटेन्डर, कुक होइन लगायतको कामदार भिजामा नै शरम स्वीकृति नै लिएर आउनु भएको छ सबैजना। मिल्दो रहेछ उहाँको भिडियोमा, भाग्य भाइको भिडियोमा मैले कमेन्ट देखे अनुसार यो रिप्लाई गरेको। त्यसको लागि जान्न चाहनुहुन्छ भने फलो गाइज। बवाल स्पिड हाने, स्पिड।